हेलो एभ्रिवान, फेरि पनि स्वागत छ तपाईहरुलाई आजको यो मेरो सानो ब्लगमा। जस्तै कि योभन्दा अगाडिको ब्लगमा मैले भनेको थिएँ मेरो धेरै जसो ब्लगमा एन्सेल टावर हेर्न पाउँछ भनेर, जस्तै कि यो ब्लगमा पनि तपाईहरु हेर्न सक्नुहुन्छ। अनि आज चाहिँ हाम्रो केही विशेष छैन, यो चाहिँ यही एन्सेल टावरले अर्गनाइज गरेको एउटा फुटसल हो र यसमा फुटबल र बास्केटबलको दुईटै ग्राउन्डको सुविधा छ। हामी तपाईलाई भित्र गएर देखाउँछौं। त्योभन्दा पहिला एक कप चिया जरुरी छ, त्यसैले चिया त पिइदिउँ। र चिया सकिनुको साथै म चाहिँ हिँडे तपाईहरुलाई यो फुटसल देखाउन लागि। यो चाहिँ मेन गेट भो, यहाँबाट हामी छिर्नु पर्ने हुन्छ। यो ठ्याक्कै एन्सेल टावरको अगाडिबाट छिर्ने हुन्छ। हामी यहाँ भित्र छिर्नुको साथै यसो सूर्य हेर्न पाइन्छ। त्यसपछि आज चाहिँ ग्राउन्ड पुरै खाली रहेछ, किन होला मलाई लाग्छ सायद आज प्लेयरहरु आएको छैन, नत्र क्लबको बच्चाहरु ठुला मान्छेहरु धेरै हुन्छन् यसो खेल्ने प्र्याक्टिस गर्ने। अनि यहाँबाट चाहिँ सूर्यको आनन्द लिन पाउने रहेछ साँझघरि। मैले भने अनुसार बास्केटबलको ग्राउन्ड चाहिँ यही हो। सो अलि अगाडि गएपछि हामी चाहिँ एक ठाउँ बस्यौं, बेन्च थियो, त्यहाँनिर फुच्चीहरु खेल्दै थियो। र यति भन्दै म आफ्नो भिडियो यही टुङ्ग्याउँछु, किनभने यहाँको ग्राउन्ड बन्द हुने बेला भइसकेको थियो। यो ग्राउन्डमा चाहिँ यसो हरियो लागेको छ, तर मेरो क्यामेराले रेकर्ड गर्न सकेन हैन, अलि क्वालिटी नभएको कारणले। सो तपाईहरुलाई यो भिडियो मन परेमा लाइक, सब्स्क्राइब एन्ड शेयर गरिदिनु होला। थ्यांक यू अल।